गोली खेल लाग्दैन फेरि दुवै दलका खेलाडीहरू ग्राउन्डतर्फ प्रवेश भइसकेका छन् र कालो जर्सीमा सजिएका खेलाडीहरू दोजोक स्पोर्टिङ फुटबल क्लबका हुन् भने ब्लू अनि व्हाइट जर्सीमा सजिएका खेलाडीहरू याङ्गन ट्याक्सी ड्राइभर कोअपरेटिभ सोसाइटीका हुन् र खेलप्रेमी दर्शकवृन्द साथै आजका अतिथिहरूलाई यो खेललाई पनि सरासरी आजको फुटबल सुरु भइसक्यो है। दोजक भर्सेस याङयाङ लोकल ट्याक्सी ड्राइभर र दुवै जग्गाबाट मगाएको रहेछ है। गोली चलाइसक्यो, कस्तो खेल्छ हेर्दैछौँ। फर्स्ट फ्री किक, अच्छा झन्डै लगाए, फेरि अर्को फ्री किक, दोस्रो मौका छै अलिकतिले र दुईपट्टि नै राम्रो भइराखेको छ म्याच। हेर्ने मान्छे चाहिँ आज पनि धेरै रहेछ, धेरै फुटबल प्रेमीहरू। किपिङ चाहिँ यता याङयाङ लोकल ट्याक्सी ड्राइभरको चाहिँ यो हो। दुईपट्टि नै खेला चाहिँ बराबरी भइराखेको छ है, गोल कतै पनि भएको छैन र दोजकले चाहिँ कर्नर पाएको छ। मजाले क्लियर गर्यो, यहाँ पर चाहिँ फेरि अकिल खुट्टा हिर्काइहालेछ हो, दोजककोले बजाइहालेछ। अनि गोली हेर्ने चाहिँ आज चाहिँ एकदमै बेसी रहेछ है, दामी हानेको, दामी अलिकतिले आउट चाहिँ लाग्यो। यहाँ चाहिँ फेरि झन्डै झगडा परिहाल्यो हो, दुईजना केमा मिलेन, झन्डै खेला परिहाल्यो। फेरि फ्री किक पाए छै अलिकतिले। यहाँ चाहिँ फेरि अघि लडाइहालेछ है दोजकले लोकल ट्याक्सी ड्राइभरको टिमलाई। कर्नर, फेरि पनि कर्नर, दामी ब्लक। आजको फुटबल म्याच चाहिँ 2-0 भएर दोजकले जित्यो है। र आजको म्याच चाहिँ यति नै है त।